पत्रकार दिवाकर शाहको हत्या यदि यो समाचार तपाईहरूको बीचमा आयो भने यसलाई नौलो नमान्नु होला र आज बडो सोचेर गम्भीरतापूर्वक संवेदनशील विषयहरू यो देशको अगाडि राख्न गइरहेको छु। आज म तपाईहरूलाई भन्न चाहन्छु, यदि साँच्चै नै तपाईँ नेपाली हुनुहुन्छ, यो देशलाई माया गर्नुहुन्छ र साँच्चै नै यो देशलाई आफ्नो आमा मान्नुहुन्छ भने आज पहिलोचोटि एसटिभी का दर्शकहरूलाई भन्न चाहन्छु, यो विषयको गम्भीरता बुझ्नु होला। केही भ्रमहरू म आज चिर्न गइरहेको छु। आज यो देश कतातिर गइरहेको छ तपाईहरू सायद कल्पनै गर्नुभएको छैन। अब यो बोलिरहँदा यो पत्रकारलाई कुनै पार्टीले चलायो कि दिवाकर पनि कुनै पार्टीको झोले भयो कि भन्न बेर छैन। कुरा देशको गम्भीरतापूर्वक भन्न चाहन्छु। मेरो सुरक्षाको ग्यारेन्टी लियोस्, मलाई सुरक्षित राखियोस् भने म केही प्रमाणहरू दिन्छु। समय आउँदैछ प्रमाणहरू दिन्छु र सप्रमाण बोलिरहेको छु। म तपाईलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए? त्यहाँ त सीसीटीभी क्यामेरा छ नि। त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो र त्यो दूतावासको गाडीमा को बसिरहेका थिए? यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइदिँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरू सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छन्। र आज म तपाईहरूको अगाडि भन्न चाहिरहेको छु, यो देश आइएनजिओहरूले चलाइरहेको अवस्था छ, बडो सङ्कटमा छ। तपाईहरूलाई के लागिरहेको छ? सबै कुरा सामान्य छ यो देशमा? जे कुरा आँखाले देखिरहेका छौँ त्यस्तो नहुन पनि सक्छ। यो देशमा अहिले विभिन्न शक्तिहरू सक्रिय छन्। यति सक्रिय छन् कि यहाँ तपाईँ हामी चाहे भने पुरै परिवार सहित गायब गरिदिन सक्छ।